सो गाइस हामी चाहिँ एउटा जग्गा जानु आँटेको छ। कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ म तपाईँहरूलाई भन्दिनँ, यो चाहिँ एकदम सरप्राइज छ। पुगेर तपाईँहरूलाई डाइरेक्ट देखाउँछु। अन्त मेरो चाहिँ यो आउटफिट, अन्त यहाँ चाहिँ बाँगाको आउटफिट। हेलो गरिदिनुहोस् न बाँगा, हामी दुईजनालाई कस्तो देखेको छ हो। हामी चाहिँ एउटा जग्गा जानु आँटेको छौँ गाइस हो, तर कहाँ गएको त्यो चाहिँ भन्दैनौँ। हामी एकैचोटि पुगेरै हामी भन्छौँ तपाईँलाई है। ठिकै हाम्रो साथीहरू पनि भेटायो। हेलो। अन्त हाम्रो चाहिँ आउटफिट यस्तो छ हो, तपाईँहरूलाई सरप्राइज गएरै हामी देखाउँछौँ गाइस हो। कता हामी चाहिँ लाग्यो स्कुटीमा हो, अनि हिँड्यो। अब चाहिँ हामी हो, त्यो चाहिँ कतै गएको तपाईँहरूलाई अहिले भन्दैछु, अहिले चाहिँ भन्दैन हो। सरप्राइज छ तपाईँहरूलाई, पुगेर मात्रै भन्छौँ हामी। मिठो छ। साथीहरू नआउँछौँसम्म चाहिँ हामी इडली खाँदैछ गाइस। हामी चाहिँ हो, साथीहरू कहिले आउँछ अन्त लिनकबाट आउँदैछ हो। अन्त पर्खिँदा त ढिलो हुनेछ। अब यहाँ इडली खाँदै बस्थ्यो हामी त गाइस, त्यति बेला आउँछ हुन्छ। साथीहरू पनि आउँदैछ नि त हामीले चाहिँ हो, मिठो रहेछ इडली है। सो गाइस हामी चाहिँ कहाँ आउनु लागि चाहिँ मैले अघिदेखि भनेको थियो भन्दा चाहिँ हामी चाहिँ यहाँ खासै नानीको न्वारानमा आएको हो। यहाँ हो बाउ चाहिँ यहाँ छ गाइस हो। अन्त वन्स अगेन कङ्ग्रेचुलेसन फेरि, धन्यवाद हजुर। अन्त हामी चाहिँ यहाँ सबैजना खासै नानीलाई हेर्नु आएको, अनि प्लस आमा र बाउलाई पनि भेट्नु आएको। अन्त म चाहिँ तपाईँहरूलाई सरप्राइज भन्दै थियो है। अन्त हामी चाहिँ यहाँ आएको। अन्त यहाँ चाहिँ साथीको घर यता छ। अन्त यहाँ हाम्रो साथीहरू है, अघि भन्दै थिएँ नि मैले वेट गर्दा ढिलो भइसक्यो भन्दै थिएँ। उहाँ हुनुहुन्छ हो, उहाँ हाम्रो कोरियोग्राफर डान्सर बिजी छ हो। उहाँलाई पर्खिँदाखेरि चाहिँ ढिलो भएको गाइस हामी। अन्त हामी चाहिँ यहाँ चाहिँ नानीलाई भेट्नु आएको, अनि नानीको आमा बाबालाई पनि भेट्नु आएको। सानो यसो न्वारन है, यस्तै हो गाइस। सो गाइस हामी चाहिँ फाइनली आइपुगेछौँ हो। अन्त पछाडि चाहिँ यहाँ साथीहरू छ, अन्त नानीको बाउ पनि यहाँ पछाडि। अन्त यहाँ हाम्रो चाहिँ बेस्ट फ्रेन्ड है एक्टो, अन्त उहाँको नानी चाहिँ हामी यहाँ फाइनली मेरो साथी आइपुग्यो है मेरो घरमा भेट्न आइपुग्यो हामी चाहिँ। जस्तो सस्तो भए पनि है, दुःख सुख भए पनि अब दुःख सुख। सुकी रोटी। हेलो बहिनी, हेलो हेलो हेलो। बिचरा लुगा धुवाइ हुँदैछ। हेलो बिहारी, खल्लो खल्लो। कङ्ग्रेचुलेसन चाहिँ तिमीलाई वन्स अगेन। धेरै धन्यवाद। हन सुत्केरी मान्छे के को धुगौ लुगाहरू यस्तो। धुनु पर्यो नि, के गर्नु, बुढाको मात्रै आश गरेर कहाँ हुन्छ। भ्याउँदैन एक्लै बुढाले मात्रै अन्त। लो आऊ आऊ आऊ। त्यसो भए यहाँ चाहिँ एक्टोको घर, हाम्रो साथीको घर हो। यहाँ छ एकदम साथीको घर, एकदम मजाको एन्टिक पुरानो दामी छ हो। यस्तो छ। नानीको म खुसी। लुगा चाहिँ एन्टिक अरे, यो चाहिँ तपाईँले धुको होला। आम्मामा पानी परेर होला हो वेदरले। यता आमा आमा मेरो साथीहरू है, मेरो जिग्रीहरू, के मजाको बिरालो। मेरो जिग्रीहरू। नमस्ते आन्टी। के भन्नु, नमस्कार हिना आन्टी। के भन्नु, ल यता माथि आउनु। हुन्छ। मेरो सलाम छ मेरो। यति साह्रो वेलकम होइन होला हौ हामीलाई। आम्मामा अब के गर्नु अब। ला मैले जुत्ता नखोली आएको हालत चाहिँ यस्तो चाहिँ। अम्बो ए ल ल ल मैले बुझेँ ल फकाउने चाहिँ निकै पारा आएछ है अब है। मान्दैन त्यही पारा ल्याउँदो रहेछ नानी।
पूर्णले पारा ल्याउने रहेछ त आम्मामा बारी बारी डल्लै चक्कै पऱ्यो चक्कै पऱ्यो हेर्दैछ ऊ। बडा टेबल ए हो यस्तोहरू आज मसँग जानुपर्छ ल तिमी कहाँको म कहाँको कला सुपर ड्याड भएकोमा बधाई छ भनेको धन्यवाद धन्यवाद सुपर ड्याड भएकोमा बधाई ल हजुरहरूलाई धेरै धेरै धन्यवाद हाम्रो लु तिमीलाई पनि आउनु यो त फरेस फरेस हुनु थाल्यो मेरो म अहिले यो चाहिँ हाम्रो सानो उल्टा भयो दादा किन हो भगवान् यस्तोहरू चाहिँ के गर्ने अब सानो मेरोबाट चाहिँ कङ्ग्रेचुलेसन एकदम दुईजनालाई दिउँ। बादमा आउने भयो कि उसको नानीहरू हेर्न आउनेको भन्छ यस्तो बोकेर आउँछ खै हाम्रो पनि त्यही हो नि त पालो आएको थियो माता साइज बिमार रहेछ कि म फेरि आउँछु बादमा उसलाई लिएर सानो गिफ्ट ल साथी किन यस्तो दिनु तिमीलाई सम्झेर आयो गेडिङ झगडा गर्दैछ कि सम्झेर आयो यो नै ठुलो कुरा हो नि त होइन यस्तो के ल्याउनु पर्यो नयाँ संसारमा स्वागत छ नयाँ संसारमा स्वागत छ नरुनु ल भाग्यमा ल होइन तेरो पनि अब यसरी आउँदैछ बाह्र अर्को पालि त्यसरी आउनु पर्यो साह्रै भयो त अन्त एकदम बधाई छ यसलाई हो खास चाहिँ मेन चाहिँ अब यता छ नि त यसको चाहिँ अब खास बधाई छ यसलाई हो किन भन्दा चाहिँ यो सुपर बिच ड्याड ममा त टाउनै देखेन सुपर ड्याड भयो त्यो सुपर ड्याड भएको बधाई छ है एकदम कङ्ग्रेचुलेसन हाम्रोबाट चाहिँ सुपर ड्याड भएकोमा Yes, एक्टरलाई धन्यवाद ल एकदम नानीलाई चाहिँ त्यो झालमुरी बनाउनु चाहिँ यहाँ पूर्ण हुन्छ आज उहाँले बनाउनु हुँदैछ एकदम झालमुरी चाहिँ हो अर्ग्यानिक स्टाइलमा अर्ग्यानिक स्टाइलमा साथीको छोरीको बिहा छोरी हेर्न आएको अर्ग्यानिक स्टाइलमै झालमुरी ऊ डिसब्यालेन्स भएर भयो अलिक त्यही त यो हो नि त खास है बनाउने तरिका अब यसमा चाहिँ डल्ले हाल्यो भने चाहिँ झन् दामी हुन्थ्यो है डल्ले र प्याज काटेर है दामी हुन्थ्यो नि त्यस्तो अन्त सकेर चाहिँ अनि त्यहाँबाट चाहिँ मसँग नबोलेको 9 वर्ष भएको थियो। ऊ आफैले पञ्चायत गर्न बोलाएर चाहिँ सम्झाएर अब चाहिँ हामीहरू मिलौँ राम्रो गरौँ मोटन मटन भन्ने भैसा खाएर लौ माग्नु त म माग्नु पनि जान्दिनँ सरकारको मलाई छैन माग्छु धेरै मलाई नमस्तेले चाहिँ म सदा ठाउँमा एक रात बास बसेको छु कि नकुरीको लागि मलाई नकुरी पनि चाहिँदैन म नकुर गर्दै गर्छु ल ओके पहिला भात खाने कि अन्त फेरि गफ गर्ने ल ल ल पहिला भात चिसो भइहाल्छ खाने पर्छ नि हो कहाँ हो अचारहरू त बनाइन हुन्छ गर्नु होला म त आउनु पाउँदिनँ हो नानी बोकेर नानी बोकेर भए पनि आउनुपर्छ नि तिमी नानी भुलाइदियो भने त आइहाल्छु ल गयौँ ल लो गयो हामी चाहिँ ल अङ्कल भित्रै हुनुहुन्छ होला भन्नु पऱ्यो नि बुवा ल साथीहरू यहाँ गएको अरे भनेर भन्दैछ घर गएको हुन्छ घर हजुर बस्नु नि अन्त अब होइन नि भोलि आफ्नो आफ्नो लगानीमा लाग्नुपर्छ होला कि पुरै त हो है नानी अब त्यस्तै हो माया मोहमा चाहिँ ज्यादा पर्यो भने चाहिँ नि अनि अन्धकारमा पसिन्छ अरे भन्छन् अनि यदि माया यिनले माया देखे हो अनि माया पाएको त्यस्तै हो अरे हामी त अब बुढो भइयो कि बाटो हुँदैन हो भेट्यो भने पनि बोल्नु हामी त आँखाले भ्याउँदैन ल भदै भाइ सङ्ग्रामको पालो त के चाहिँ बिर्सिँदैन होला ए नानीको आमा चाहिँ सङ्ग्रामको पालामा हामीसँगै पाठमा दुःख थियो अनि हेलिकप्टर सम्झेर आइस त्यही ठुलो कुरा हो साँच्ची भनेको तैँले मलाई सम्झेर आइस कि त्यही ठुलो कुरा हो अरू
ल बाई बाई गुड नाइट सबैजना गुड नाइट ल